नमस्कार साथीहरू। आज हामी धादिङ जिल्लाको सल्यानटार क्षेत्रमा अवस्थित प्रसिद्ध मन्दिर नरसिंहधामको दर्शन गर्न जाँदैछौँ। यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले हामीलाई निकै आकर्षित गर्यो। विशेष कुरा के छ भने यस मन्दिरमा हरेक 3 वर्षमा मलमासको बेला भव्य मेला लाग्छ। टाढा टाढाबाट भक्तजनहरू यहाँ दर्शन गर्ने र धार्मिक उत्सवमा सहभागी हुने परम्परा रहेको छ। मन्दिर परिसरमा पुगेर पूजा आराधना गर्यौँ र भगवानको आशीर्वाद लियौँ। वरिपरिको हरियाली, मनमोहक दृश्य र भक्तिमय वातावरणले मनलाई छुट्टै आनन्दको अनुभूति गरायो। हामीले यहाँका सुन्दर क्षणहरू फोटो र भिडियो मार्फत कैद पनि गर्यौँ। यस यात्राले धार्मिक आस्था मात्र होइन, मनमा शान्ति, सकारात्मक ऊर्जा र नयाँ उत्साह पनि थपिदियो। यदि तपाईँ पनि शान्त र पवित्र वातावरणमा केही समय बिताउन चाहनुहुन्छ भने यो ठाउँ एकपटक अवश्य भ्रमण गर्न सक्नुहुन्छ। यस्तै रमाइला यात्रा र अनुभवहरूका लागि हाम्रो ब्लगलाई माया, साथ र समर्थन गरिरहनुहोस्। धन्यवाद।